नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन खै हिजोसम्म साइन्स फिक्सन जस्तो लाग्थ्यो, तर आज त हाम्रो जीवनकै हिस्सा बनिसक्यो। आर्टिफिसियल इन्टेलिजेन्स मतलब एआई। हामीसँग एआई नयाँ युगको सुरुवात भन्ने लेखका केही अंशहरू छन्। एआईले आजकाल के मात्र गर्दैन र? कविता लेख्ने, चित्र बनाउने, कोड लेख्ने। सुन्दा रोमाञ्चक त छ, तर कता कता अलिअलि डर पनि लाग्दो। यो लेखले चाहिँ एआईको यो गजबको दौडलाई कसरी हेरेको छ अनि हामीले के बुझ्नुपर्छ? आउनुहोस् यसलाई अलिक खोतलौँ है त। हो, यो लेखले एआईको यो तीव्र अभूतपूर्व विस्तारलाई समातेको छ अनि यसले समाजमा ल्याएको त्यो तरङ्ग, त्यो हलचललाई पनि स्वीकार गर्छ। सुरुमै यसले एउटा साझा डरको कुरा गर्छ जुन धेरैको मनमा छ, कतै एआईले हाम्रो जागिर त लाने होइन। लेखले भन्छ यो डर अस्वाभाविक त होइन, तर यो पुरै कथाको एउटा सानो पाटो मात्रै हो। यहाँ चाखलाग्दो कुरा के छ भने लेखले भन्छ कि खास खतरा एआई आफै होइन। एआई होइन अनि के हो त? बरु परिवर्तनलाई अँगाउन हामीले देखाउने हिचकिचाहट चाहिँ हो रे। यो त अलि फरक सुनियो। मतलब प्रविधि आफै समस्या होइन, तर त्यसलाई हामीले कसरी लिन्छौँ त्यो पो समस्या बन्न सक्छ। तर इतिहासमा पनि त यस्तै भएको थियो नि, होइन र? हो नि। इन्डस्ट्रियल रिभोल्युसन हुँदा, इन्टरनेट आउँदा त्यति बेला पनि त यस्तै डरहरू थिए क्यारे। यो लेखले ती पुराना कुराहरूलाई जोड्छ कि? बिल्कुल, लेखले ती ऐतिहासिक मोडहरूलाई सम्झाउँछ नै। जसरी त्यो बेला कारखानाका मेसिन आए, हातले गर्ने काम खोसियो। इन्टरनेट आयो, परम्परागत व्यापार सञ्चार सबै बदलियो। त्यति बेला पनि त ठुलै उथलपुथल भएको थियो नि। पुराना सिप काम नलाग्ने भए। तर फेरि नयाँ अवसरहरू, नयाँ किसिमका कामहरू पनि त निस्किए। लेखमा भनेअनुसार एआईको मामलामा पनि त्यस्तै भइरहेको छ। हो, पक्कै पनि दोहोरिने खालका कामहरू, जस्तै सामान्य डेटा एन्ट्री होला, रुटिन ग्राहक सेवाका काम, यस्ता कुरा एआईले सजिलै गर्ला। तर यसले फेरि नयाँ भूमिकाहरूको ढोका पनि खोल्दैछ। कस्ता खालका नयाँ भूमिकाहरू नि? के लेखले यसबारे केही उदाहरण दिएको छ? किनभने नयाँ अवसर भन्ने कुरा सुन्दा अलि अस्पष्ट जस्तो लाग्छ क्या धेरैलाई। ठिक हो, लेखले सिधै यस्तो यस्तो पद भनेर सूची त दिएको छैन, तर यसले सङ्केत गर्छ कि जस्तो एआई सिस्टमहरू बनाउने, तिनलाई सिकाउने, म्यानेज गर्ने, अनि फेरि तिनको नैतिक प्रयोग ठिक छ कि छैन भनेर हेर्ने हो। यस्ता क्षेत्रमा मान्छेको माग बढ्छ। अनि अर्को कुरा, एआईले निकालेको नतिजालाई परिष्कृत गर्ने, त्यसलाई मानवीय सन्दर्भ दिने वा एआईको विश्लेषणको आधारमा जटिल निर्णय लिने, यस्ता भूमिकाहरू महत्त्वपूर्ण हुन्छन्। खासमा त एआईलाई एउटा शक्तिशाली औजारको रूपमा चलाउन सक्ने क्षमता नै नयाँ अवसर हो क्या। बुझे। त्यसो भए एआईले गर्ने काम र मान्छेले गर्ने काम, यसको बीचमा रेखा कहाँनिर छ त? यो लेख अनुसार कुन कुराले चाहिँ हामीलाई मान्छे बनाइराख्छ एआई भन्दा फरक? यो सामग्रीले जोड दिने कुरा के हो भने हालको एआईसँग त्यो गहिरो भावनात्मक समझ हुँदैन। मौलिक सृजनात्मकता जुन शून्यबाट सुरु हुन्छ नि, त्यो हुँदैन। जटिल नैतिक प्रश्नहरू सुल्झाउने क्षमता, वास्तविक सहानुभूति, यी कुराहरू अझै पनि विशुद्ध मानवीय गुण हुन्। एआईले डाटाको आधारमा नक्कल गर्न सक्ला, तर अनुभव गर्न सक्दैन। त्यसैले लेखकको तर्क के छ भने भविष्य ती व्यक्ति र संस्थाहरूको जसले एआईको गणना गर्ने क्षमता र मानवीय सिपहरू, जस्तै कि आलोचनात्मक सोच, समस्या समाधानमा सृजनात्मकता अनि मान्छे बीचको सञ्चार, नेतृत्व, यिनलाई एकै ठाउँमा ल्याउन सक्छन्। भनेपछि एआईको विकासले त हामीलाई झन् धेरै मान्छे बन्न पो प्रेरित गरिरहेको जस्तो। यो त निकै आशावादी कुरा भयो नि। त्यसो भए सारमा लेखको मुख्य सन्देश के हो त? डर मान्ने कि अवसर छोप्ने? मुख्य सन्देश आशावादी नै छ। लेखले भन्छ एआईलाई डरको स्रोत मात्रै नहेरौँ, यसलाई दिक्क लाग्ने, पट्यार लाग्ने कामबाट मुक्ति दिने माध्यमको रूपमा हेरौँ न। जब एआईले रुटिन कामहरू गरिदिन्छ, हामी मान्छेहरू अझ सृजनात्मक काममा, रणनीतिक सोचमा, आपसी सम्बन्ध बनाउनमा अनि आफ्नो रुचिका विषयमा ध्यान दिन स्वतन्त्र हुन्छौँ। यो त एक किसिमले हाम्रो क्षमतालाई अझ तिखार्ने, माथि उठाउने मौका हो। यो दृष्टिकोण त साँच्चै नै रोचक छ। तर यो अवसरलाई वास्तविकतामा बदल्न चाहिँ के गर्नु पर्ला? कि सबैजनाले एआई विशेषज्ञ नै बन्नुपर्छ त? पर्दैन। लेखले प्राविधिक ज्ञान भन्दा पनि त्यो निरन्तर सिक्ने इच्छा,
त्यो जिज्ञासालाई बढी महत्त्व दिएको छ। एआईले कसरी काम गर्छ भन्ने सामान्य जानकारी राख्नु, आफ्नो काममा यसको प्रयोग कसरी भइराखेको छ त्यो बुझ्नु, अनि नयाँ सिप सिक्न तयार हुनु हो, यो महत्त्वपूर्ण हो। यो भनेको जीवनभरि सिक्ने मानसिकता अपनाउने कुरा हो। अनि यदि यसलाई अलिक फराकिलो चित्रमा हेर्ने हो भने लेखले एउटा गम्भीर चेतावनी पनि दिएको छ। हामी सचेत हुनुपर्छ र एआईको विकासलाई सही दिशा दिनुपर्छ, नत्र यसले हाम्रो समाज र मूल्य मान्यतालाई आफू अनुकूल ढाल्न सक्छ। हामीले एआईलाई आकार दिनुपर्छ, नत्र एआईले हामीलाई आकार दिमेछ। वाउ, यो त निकै गहिरो भनाइरहेछ। यसले त साँच्चै सोच्न बाध्य बनायो। हो, र यहीँनिर आएर लेखकले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्न लगाउँछ। यसले जोड दिएका ती विशेष मानवीय क्षमताहरू, सृजना, भावना, नैतिकता, यिनलाई ध्यानमा राख्दै जब हामी समाजमा एआईलाई भित्राउँदैछौँ, यसको विकासलाई सही बाटोमा डोर्याउन हामीले कुन चाहिँ मानवीय मूल्यमान्यता वा नैतिक सिद्धान्तलाई प्राथमिकता दिनुपर्छ होला? यो एउटा यस्तो प्रश्न हो जसमाथि हामी सबैले गहिरिएर सोच्न जरुरी छ।